हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग है। यो चाहिँ मेरो 2025 नोभेम्बर 26 को भिडियो। 26 मा म हस्पिटल गएको थिएँ। हस्पिटलमा मेरो चाहिँ 40 विक कटेर 3 डेज भइसकेको थियो। अनि त्यहाँ चाहिँ हस्पिटलमा मलाई फोन गरेर बोलाएको थियो। मलाई 24 मा एडमिट गर्ने भनेको 24 मा बेड नभएर एडमिट भएन र मलाई 26 मा बोलाए र म 26 मा गएँ। अनि म एडमिट भएँ। मेरो चाहिँ एकदम एलर्जी पेटमा आएर एकदम गाह्रो भइरहेको थियो। मलाई यति धेरै गाह्रो भएको थियो कि म एक सेकेन्ड पनि बस्न सक्दिनँ थिएँ। कम गाह्रो भएको थिएन। पेट ठुलो न ठुलो। मेरो वेट पनि 79 पुगेको थियो। अलमोस्ट 80 पुगिसकेको थिएँ। अनि त्यहाँदेखि यो एलर्जी आएर कति धेरै गाह्रो भएको थियो। अनि यो चाहिँ हाम्रो हस्पिटल आइसा अहमद हस्पिटल कस्तो राम्रो छ यो। अनि पुरा यो चाहिँ पुरा होटल जस्तै क्या। एउटा मात्र बेड कस्तो राम्रो। अनि त्यहाँ सोफा पनि थियो। सोफामा चाहिँ अब गेस्टहरूलाई नत्र आफूसँग आउने हस्बेन्ड आफ्नो साथीहरूलाई मेरो कुरुवालाई सुत्न दिने। अनि त्यो सोफा चाहिँ कस्तो राम्रो फोल्डिङवाला थियो बेड जस्तो। तर मेरो बुढो चाहिँ त्यतिकै सुत्नु भएको थियो। अनि मेरो पेट चाहिँ एकदम गाह्रो भइरहेको थियो। रातो न रातो टेल खुने तप चुला जस्तै भएको थियो है। मलाई एकदम गाह्रो भइरहेको थियो। अनि त्यही भएर म बस्नु पनि सक्दिनँ थिएँ। अनि मलाई व्यथा पनि लागेको थिएन। अनि यहाँ चाहिँ मेरो बुढो सुत्नुभएको राति यसरी सुत्नुभएको थियो। तर त्यो सोफा चाहिँ बेड पनि बनाउनु मिल्ने फोल्डिङवाला हो। अनि चाहिँ हाम्रो हस्पिटलको रुम कस्तो राम्रो। थ्याङ्क यू अहमद आइसा हस्पिटल फर फेसिलिटी।